नमस्कार अनि हार्दिक स्वागत छ लोकसेवा खबर युट्युब च्यानलमा। आज मिति 2082 7 महिना 28 गतेका दिन नेपाली सेनाको विभिन्न पदहरूमा विज्ञापन खुलिसकेको छ। यहाँ खुलेको छ प्रहरी जवान खुलेको छ, बकासी, सूचीकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार र केशकर्तक चाहिँ खुल्ला प्रतियोगितात्मक द्वारा पदपूर्ति गर्नका लागि यो दरखास्त आह्वान गरिएको छ। तपाईले आधिकारिक पोर्टल vacancy.nepal.army.mil.np मा गएर पनि यो हेर्न सक्नुहुनेछ। यहाँ खुलेको प्रहरी जवानको विज्ञापन का सम्पूर्ण डिटेलमा म तपाईलाई जानकारी दिनेछु। यहाँ नारायणीबाट जम्मा खुलेको छ 350 जना रहेको छ। खुल्ला महिला, आज, मधेसी, दलित, पिछडिएको क्षेत्र गरी जम्मा 350 को मागपद सङ्ख्यामा विज्ञापन खोलेको हो। भकुण्डे बेसीबाट 75 जनाको मागपद सङ्ख्यामा विज्ञापन खोलेको छ। अर्को रहेको छ सूर्य विनायकबाट 100 जना खोलेको छ। इटहरी सुनसरीबाट 200 जना खोलेको छ। धनकुटाबाट चाहिँ 75 जना खोलेको छ। चार आली झापाबाट चाहिँ 100 जना खोलेको छ। तोकमे डाँडाबाट 50 जना खोलेको छ। दिक्तेल खोटाङबाट 75 जना खोलेको छ विज्ञापन मागपत सङ्ख्या। बर्दिवासबाट 150 जनाको मागपत सङ्ख्यामा विज्ञापन खोलेको छ। चोहरुवाबाट सिराहाबाट 100 जनाको मागपत सङ्ख्यामा विज्ञापन खोलेको छ। कलैयाबाट 100 जना रहेको छ। हेटौँडाबाट पनि 75 जना रहेको छ। बैरेनी धादिङबाट चाहिँ 75 जनाको मागपत सङ्ख्यामा विज्ञापन खोलेको छ भने भरतपुर चितवनबाट 100 जनाको मागपत सङ्ख्यामा विज्ञापन खोलेको छ। विजयपुर कास्कीबाट चाहिँ 175 जनाको मागपत सङ्ख्यामा विज्ञापन खुलेको छ। बागलुङबाट पनि 75 जनामा मागपत सङ्ख्यामा विज्ञापन खुलेको छ। बुटौलबाट 300 जनाको मागपत सङ्ख्यामा विज्ञापन खोलेको छ। भरतपुर दाङबाट 100 जनाको मागपत सङ्ख्यामा विज्ञापन खोलेको छ। सल्ले रुकुम पश्चिमबाट 50 जनाको मागपत सङ्ख्यामा विज्ञापन खोलेको छ। निमारे सुर्खेतबाट चाहिँ 425 जनाको मागपत सङ्ख्यामा विज्ञापन खोलेको छ। नेपालगञ्ज बाँकेबाट 250 जनाको मागपत सङ्ख्यामा विज्ञापन खोलेको छ। जुम्लाबाट 75 जना, कैलालीबाट 250 जना, कञ्चनपुरबाट 150 जना, दिपायल डोटीबाट चाहिँ 75 जनाको मागपत सङ्ख्यामा विज्ञापन खुलेको छ। मङ्गलसेन अछामबाट चाहिँ 50 जनाको मागपत सङ्ख्यामा विज्ञापन खुलेको छ। तपाईले यतापट्टि देख्न सक्नुहुन्छ खुल्ला महिला, आज, दलित, जनजाति बाट पनि तपाईले क्लस्टर वाइज विज्ञापनहरू छुट्याएर दिएको छ। तपाईले हेर्न सक्नुहुनेछ यो यतापट्टि। र जम्मै 3500 प्लस आज मागपत सङ्ख्यामा विज्ञापन खुलेको छ। जवान पदको विज्ञापन रहेको छ। सबैभन्दा धेरै चाहिँ सुर्खेतबाट खुलेको छ। 425 जनाको मागपत सङ्ख्यामा खुलेको छ। 221 जना चाहिँ खुल्लामा रहेको छ सुर्खेतबाट। 37 जना चाहिँ महिलामा रहेको छ। 58 जना आजमा खुलेको छ। 51 जना मधेसीमा, 27 जना दलितमा र 9 जना पिछडिएको गरी 425 जनाको निमारे सुर्खेतबाट चाहिँ विज्ञापन खुलिसकेको छ। चाहिँ प्रहरी जवानको हो। र यसै गरी अर्को रहेको छ बकासी, सफाइकर्मी, लोहाकार। यो सङ्खुवा सभाबाट खुलेको छ। बकासी 10 जना, सफाइकर्मी 9 जना, लोहाकार 5 जना रहेको छ। अनि शक्तिखोर चितवनबाट चाहिँ बकासी, केशकर्तक चाहिँ 15 जना र 4 जना खुलेको छ। यसै गरी बुटल रूपन्देहीबाट सूचीकार, सफाइकर्मी, चर्मकर्मी, केशकर्तक गरेर खुलेको छ। यसै गरी अर्को रहेको छ मुगुबाट पनि खुलेको छ 15 जना। पानकोट ब्यारेक बजाङबाट पनि खुलेको छ। र यो चाहिँ विज्ञापन सम्बन्धी जानकारी थियो। र दरखास्त पेश गर्ने मिति र स्थान भनेको दरखास्त पेश गर्ने 7 महिना 28 गते आजदेखि मिति 2082 8 महिना 27 गतेसम्म तपाईले फारम चाहिँ भर्न सक्नुहुनेछ।
र 28 गते चाहिँ 28 देखि 9 महिना 5 गतेसम्म 7 दिन चाहिँ थप दस्तुर तिरेर तपाईँले फारम भर्न सक्नुहुनेछ। र दस्तुर चाहिँ 100 रुपियाँ चाहिँ फलोवर्सको लागि छ भने सैन्य जवानको लागि चाहिँ 150 रुपियाँ रहेको छ। तपाईँले यहाँ देख्न सक्नुहुनेछ। स्थान भनेको आफूलाई पाएक पर्ने स्थानहरूमा फारम चाहिँ भर्न सक्नुहुनेछ। सैन्य छनौट केन्द्रहरू रहेका छन्। नारायणहिटीमा रहेको छ, भकुण्डे बेसीमा, सूर्य विनायकमा, इटहरी, हिले, धनकुटा, 4 आले, यो सबै जुन जुन ठाउँबाट विज्ञापन खुलेको छ तपाईँले सो स्थानमा गएर फारम भर्न सक्नुहुनेछ। यसरी फलोवर्सको पनि सम्बन्धित स्थानमा गएर फारम भर्न सक्नुहुनेछ। तपाईँले यहाँभन्दा अगाडि नेपाल आर्मीको परीक्षा दिनुभएको छ, फारम भरिसक्नु भएको छ भने तपाईँलाई योग्यता थाहा छ होला। र तपाईँ नयाँ हुनुहुन्छ भने पनि योग्यताको लागि कक्षा 8 पास गरेको हुनुपर्नेछ। तपाईँले 8 पास गर्नुभयो वा माथिल्लो तह पनि पास गर्नुभएको छ भने तपाईँको लागि योग्यता रहन्छ र अन्य योग्यता पनि यहाँ दिएको छ। यसै गरी फलोवर्सको लागि साधारण लेखपढ गर्न र आफ्नो काममा पोख्त भए पुग्ने छ भने शारीरिक योग्यता सैन्यमा पुरुषको उचाइ 5 फिट 3 इन्च रहेको छ, छाती चाहिँ 32 र 34 रहेको छ। यसै गरी ओजन चाहिँ 50 केजी रहेको छ भने महिलाकोमा 5 फिट ओजन 40 केजी रहेको छ। विभिन्न ट्रेड्सका फलोवर्सहरूलाई पनि सो बराबर रहेको छ। र अन्य योग्यताहरूमा पनि उल्लेखित पदका उम्मेदवारहरू स्वास्थ्य परीक्षणबाट योग्य ठहरिएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, साथै तत्काल कुनै राजनैतिक दलको सदस्य नरहेको, कुनै आपराधिक गतिविधिमा संलग्न नभएको वा नरहेको, कुनै आध्यात्मिक उद्देश्य भएको संस्थाको सदस्य नभएको वा नरहेको, नेपाल विरुद्ध जासुसी गरेको अभियोगमा सजाय नपाएको, मानवाधिकार र मानवीय कानुनको उल्लङ्घनमा सजाय नपाएको तथा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको हुनुपर्नेछ। र यसै गरी उमेरको हद रहेको छ। सैन्यको लागि 18 वर्ष पुरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ। फलोवर्सको लागि 18 वर्ष पुरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ। नेपाली सेनाका बहालवाला उम्मेदवारहरूको लागि न्यूनतम सेवा अवधि 1 वर्ष पुरा भएको हुनुपर्नेछ। दरखास्तमा पेश गर्नुपर्ने कागजातहरू पनि रहेको छ। तपाईँ फारम भर्न जानुभयो भने त्यहाँ थाहा पाउनुहुनेछ। फोटोग्राफ चाहिँ चाहिन्छ, पासपोर्ट साइजको फोटो 4 प्रति चाहिन्छ र सम्पर्क स्थान चाहिँ सम्पर्क मिति भनेको 9 महिना 11 गतेको 11 बजे दरखास्त पेश गरेको सम्बन्धित भर्ना छनौट केन्द्रमा जानुपर्नेछ। प्रक्रिया भनेको शारीरिक परीक्षणदेखि लोकसेवाबाट परीक्षा हुने गर्छ र अन्य शर्तहरू पनि रहेका छन्। यो निकै ठुलो सङ्ख्यामा विज्ञापन खुलेको छ। तपाईँले विज्ञापन सम्बन्धी अन्य जानकारी पनि केही चाहनुहुन्छ भने तपाईँले वेबसाइटमा गएर पनि लिन सक्नुहुनेछ। यो निकै ठुलो सङ्ख्यामा विज्ञापन हो। यस विज्ञापन चाहिँ तपाईँले नछुटाउनु होला र तपाईँको यस नेपाल आर्मीमा जोइन भएर काम गर्ने, सेवा दिने, देश रक्षा गर्ने अवसर तपाईँले नगुमाउनु होला
र यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि यस युट्युब च्यानललाई सब्सक्राइब गरी बेल आइकन थिच्न पनि नभुल्नुहोला। धन्यवाद। नमस्कार।